प्रणाम प्रभु। कृष्ण कन्हैया लड्डू गोपाल राधे राधे। पछि खेल्ने है आजलाई। आज तिहार हो भाइटिका। तिमीले पनि लाउने होला नि माला कन्हैयाले नि। ल गाइस हेलो। तिहारको धेरै धेरै शुभकामना सबैजनालाई। सन्चै आरामै हुनुहुन्छ होला। तिहारको व्यस्तता छ होला सबैमा पकाउनुलाई। जे गरे नि खानु नै रहेछ हैन। हाम्रो पनि सुरु भएको छ। म तपाईलाई देखाउँछु है। मेरो ठुलो दाइ गाइज। ठुलो दाइले मासु काट्दै हुनुहुन्छ। मासु काट्दै छ है हुनुहुन्छ भन्दाखेरि त्यसलाई अचम्म लाग्ला। हामी त भन्छौँ हजुर तपाईँ भन्यो भने टाढा जस्तो लाग्छ। ठुलो दिदी गाडी नपाएर हतार हतार गाडी छुट्छ भने मेक्सीमा आएको छ कि माइत। गाइज ए यहाँ रेडी हुँदैछ सबै। कुखुरो यहाँ बसालेको छु। तिनी चाहिँ बुहारी हुन्। तिनले कान्छी बुहारी नमस्ते भनेछ। लाइक गरिदिनु भनेछ है। लाइक र सब्सक्राइब। यो फेरि तक्ला भाइ। यसको फेरि माइक चाहिन्न। यसको मुखमा माइक फिट गरिदिनु भएछ भगवान्ले। म चाहिँ यहाँ तिल भुट्दैछु। तिल रेडी भइसक्यो। तिल भुटेर कान्छी बहिनी तल मालासाला रेडी गराउँदैछिन्। माइली अझै आइपुगी छैनन्। आउँदैछिन् मणिग्रामबाट। अनि नानी भोलि बजेको छोरी आएन भनेर उस ऊ पनि टाढा होइन। सबैले काम गर्नुपर्छ भनेर आनन्दले आउँछन् कि। म पनि आउनेवाला थिएन। फेरि यसो सोचेँ अर्कालाई दुःख दिनु नि गलत हो। म आनन्दले त्यता मेकअप गरेर बस्ने। अनि उनीहरूले पकाएको स्याममा खाना पनि अलि मनले मानेन। अनि छोराछोरी बुढोलाई छोडेर कुदे माइत। मेरो नजिक है गाइज। फेरि पारी घर वारी माइत। एउटा बाटो र एउटा खोलाले अलग बनाइदिएको छ। यो चाहिँ फेरि बुङ्गुर नभन्नु भने भट्टराई छ। फेरि बुङ्गुर काट्दै खानु भन्नु होला। यो चाहिँ बँदेल हो प्योर जङ्गली कुदै गरेको बँदेल। यो चाहिँ मनी प्लाम हो। तर मनी प्लामको पनि धेरै जात हुन्छ है। मान्छेको जात भए जस्तै फरक फरक हुन्छ। यो छुट्टै जात हो। त्यो छुट्टै हो। यो छुट्टै हो। गाइज हेर्नुहोस् त। अब गुरुजीहरूले घरमा काँडा भएको फुल नलाउने भन्छन्। यति राम्रो भएको छ। त्यही सुनेर मैले चाहिँ मेरो घरमा लगाएन। यो चाहिँ माइती घरमा। है गाइज यो थरी थरीको मनी प्लाम हुन्छ भन्थ्यो नि। यो छुट्टै प्रजाति फेरि है। यसको डिजाइनै यस्तो हुन्छ। यसको प्लान्ट पनि महँगो हुन्छ। ल गाइज लाइक र सब्सक्राइब।